मूल कारण के रहेछ? यसमा अब हजुरले भन्नुभएको जस्तै होइन सामाजिक मूल्य मान्यतावाला सांस्कृतिकवाला चाहिँ होइन मूल कारण चाहिँ भने अर्को चाहिँ राजनीतिक न्याय ढाँचा भनेर छ नि। नमस्ते, मेरो नाम हिमाल बुल। म चाहिँ श्री महेन्द्र माध्यमिक विद्यालय कक्षा 10मा पढ्ने अध्ययनरत छात्र। लैङ्गिक हिंसा भनेको अब लिङ्गको आधारमा गरिने दुर्व्यवहार नै लैङ्गिक हिंसा हो। लैङ्गिक हिंसा हाम्रो समाजमा पुरुषभन्दा महिलालाई धेरै गरिन्छ र दुर्व्यवहार गर्ने, छुवाछुत गर्ने। हामीले आजको कक्षाबाट समाजमा पुरुषलाई मात्र धेरै महत्त्व नदिएर महिलालाई पनि दिनुपर्छ। पुरुषलाई जुन काम गरिन्छ त्यसलाई महिलालाई पनि त्यति दिने हक छ। जुनसुकै अहिलेको समयमा नि कतै महिला अहिले पढ्न नपाएका छैनन्, पढाउनुपर्छ, घरबाट पठाउनुपर्छ। जो सङ्कटमा परेको महिला छन्, समाजले एकजुट भएर त्यो पीडित भएको महिलालाई एकदुवार सङ्कट व्यवस्थापन गर्ने खर्च त्यहाँ दिएर सङ्कटहरू पहिचान गरेर उसलाई अनि सहयोग गर्ने। नमस्ते, मेरो नाम सोनिया केसी, म कक्षा 10 को विद्यार्थी। लैङ्गिक हिंसा सकभर हुन नदिने, यदि भइहाल्यो भने हाम्रो प्रादेशिक अस्पतालमा जाने र सहयोग लिने। हामीले यस्ता विभिन्न किसिमका कार्यक्रमहरू समय समय गर्न आवश्यक पनि छ। एउटा शिक्षित वर्ग भएको विद्यालय क्षेत्र भएको कारणले यहाँबाट यी सूचनाहरू प्रवाह गर्दा हाम्रो समाजमा यसको व्यापक रूपमा चाहिँ प्रचार प्रसार हुन जान्छ। पहिलो कुरा त। अर्को, यौनजन्य जति पनि लैङ्गिक हिंसाका कुराहरू छन् यसलाई न्यूनीकरण गर्नमा विद्यालयले ठुलो भूमिका निर्वाह गर्न सक्छ। यो कुराको जानकारी हामीले विद्यालय स्तरमा यो दियौँ, विद्यार्थीले यो जानकारी लियो भने, प्राप्त गर्यो भने अब विद्यालयमा हामीले 50 जना 60 जनालाई यसको बारेमा प्रशिक्षित गऱ्यौँ, जानकारी गरायौँ भने भोलि 50 जना 50 घरमा प्रवेश गर्ने हो। 50 घरको 5 जना सदस्यका हिसाबले 250 जनामा यो प्रभाव हुन्छ। 250 जनाले फेरि एक जनाले गर्दा 500लाई प्रभाव हुन्छ र यो यसबाट सुरक्षित हुने कुराहरूमा एउटा निश्चितता सुनिश्चितता हुन्छ। अनि हिंसाका कुराहरूमा मान्छेले पीडित भएर मनभित्रै गुम्साएर राख्नुपर्ने अवस्थाको सिर्जना हुँदैन। यसको उपचार पनि छ भन्ने कुराको जानकारी हुन्छ सम्पूर्ण समुदायलाई, व्यक्तिलाई, परिवारलाई। अनि हिंसामा परेका व्यक्तिहरूले न्याय पाउन सक्छन्। हामीले चाहिँ महेन्द्र माध्यमिक विद्यालयमा चाहिँ लैङ्गिक हिंसा सम्बन्धी चाहिँ जनचेतनामूलक कार्यक्रम चाहिँ गरेका थियौँ, जसमा चाहिँ 9 र 10 क्लासका चाहिँ भाइ बहिनीहरूलाई चाहिँ राखेका छौँ। यदि कुनै पनि समाजमा चाहिँ लैङ्गिक हिंसामा पीडित भयो अथवा लैङ्गिक हिंसा पीडित छ भने चाहिँ उहाँ भाइ बहिनीहरूले नै त्यो समुदायबाट चाहिँ उहाँलाई चाहिँ हाम्रो ओसिएमसीसम्म चाहिँ पुगाउने एउटा माध्यमको रूपमा चाहिँ काम गर्नुहुनेछ।